सबैलाई नमस्कार। जीवन यात्रामा हार्दिक स्वागत गर्न चाहन्छु। म बटुवा रोबी। यहाँहरूलाई मैले देखाइरहेको छु यो दृश्य हो शारदा नगरपालिका 1-15 को सिमानामा रहेको शारदा खोला। असारको महिना जस्तै उर्लिरहेको छ, देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा हैन। यो हो दृश्य शारदा खोलाको। अनि त्यसै गरेर विद्यार्थी भाइ बहिनीहरूलाई स्कुल छोडेर अभिभावकज्यूहरू शारदा खोला तर्दै हुनुहुन्छ, ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। 2-3 जना हुनुहुन्छ आमाहरू यहाँनिर मजदुरी गर्ने, बालुवा निकाल्ने मजदुरहरू पनि हुनुहुन्छ। एकजना यहाँ चाहिँ कृषक कुलाको गतिविधि के छ भनेर बुझ्न आउनु भएको छ। हेलो नमस्कार उहाँले सुन्नु भएन, किनकि चाहिँ उहाँ व्यस्त हुनुहुन्छ, कुलालाई अवलोकन गरिराख्नु भएको छ हैन। देख्नुहुन्छ ब्याकग्राउन्डमा हैन। ब्याकग्राउन्डको गाउँ हो यो शीतलपुरको शारदा नगरपालिका 15 शीतलपुरको सिरफुलको गाउँ हो साथीहरू हैन। देख्न सक्नुहुन्छ शीतलपुर गाउँ ब्याकग्राउन्डमा देखिने दृश्य हो। यो माथिदेखि डाँडा हो, माथि कागखोलाको डाँडा हो। अनि त्यसरी देख्न सक्नुहुन्छ यहाँनिर ब्याकग्राउन्डमा यो हो साबिक सालपानीको गाउँ। अहिले चाहिँ यो गाउँदेखि लिएर यो देखिने दृश्य जम्मै जति छ नि यसलाई हामीले शीतलपुर नामाकरण गरेका छौँ। शीतलपुर कसरी नामाकरण गरिएको हो भन्दाखेरि यो सिरफुललाई चाहिँ तल्लोपट्टिको गाउँलाई चाहिँ तलतिरको गाउँलाई चाहिँ स्यालेघारी भनिन्थ्यो भने माथिल्लो गाउँलाई चाहिँ स्यालपानी भनेर भनिन्थ्यो। यो स्यालेघारी र यो स्यालपानीको गाउँलाई हामीले टोल विकास संस्थाले एउटा नामाकरण गरेका छौँ, शीतलपुर नामाकरण गरेका छौँ। यो सिरफुललाई पक्कै पनि यहाँ देख्न सक्नुहुन्छ। खोला आएर यहाँ त यस्तो भइसक्यो त। बर्खा लागिसक्यो। ल तर्नु त ठुलै भइसकेको छ क्या। एकजना यहाँ हाम्रो भदै भन्ने पर्नुहुन्छ नाताले, उहाँ चाहिँ खोला तर्दै देख्न सक्नुहुन्छ। बर्खा लागे जस्तै भइगयो त, बर्खा लागे जस्तै भइगयो। दृश्य हो साथीहरू हैन। त्यहाँनिर कसले आगो लगाउनु भयो क्या जङ्गलमा, किन लगाउनु भएको छ त्यहाँनिर आगो लगाउनु भयो जङ्गलमा त्यति क्लियर देखाएको छैन हैन। तर मौसम किन बद्ली गरेको छ हैन। अब गाउँको दृश्य हो, बिस्तारै पालुवाहरू पलाइराखेको छ, पानी परिराखेको छ हैन। यो ब्याकग्राउन्डको दृश्य देखाउन चाहन्छु म साथीहरू। यो दृश्य हो शारदा नगरपालिका शीतलपुरकै सिरफुलको दृश्य हो साथीहरू। यहाँनिर देख्न सक्नुहुन्छ रुखहरू भएको छ नि। यो ओल्तिर देखिने चाहिँ मकैबारी हो हैन। त्योदेखि पालतिर रहेको चाहिँ यो डिप्टिसको रुखहरू हो। यो डिप्टिसको रुख भएको चाहिँ शारदा कुमार कृषि उत्पादन सहकारी संस्था लिमिटेड शारदा नगरपालिका 1 मा रहेको यसको अफिस छ भने यो चाहिँ आफ्नै जमिनमा रहेको लिप्टिसको रुखहरू यहाँ रोप्नुभएको छ। त्यो दृश्य तपाईँलाई देखाएँ मैले। तर एकजना हाम्रो यहाँ छिमेकी भदै नाता पर्ने कृष्ण बुढा थोकीले खोला तर्दै हुनुहुन्छ, तर्नुभयो होइन। कल कल बग्ने शारदा कल कल बग्ने शारदा नदी भनेर गाउने गीत पो हो त होइन र साथी हो। यो के हो त भन्दाखेरि हेर्नुहोस्, चिन्नु सक्नुहुन्छ यसलाई बासमती भनेर भनिन्छ, पुदिना पनि भनिन्छ होइन। यस्तो छ हेर्नुहोस्, यो स्वास्थ्यको लागि एकदम राम्रो छ भनेर पनि यसलाई दिन सकिन्छ होइन। यसको नाम बासमती।